यो खुसी देख्दै हुनुहुन्छ साथीहरू, यो खुसी के को हुन सक्छ? फुटबल जितेको, देशले ठुलै प्रगति हासिल गरेको, अथवा देशमा कायापलट भएर विकासको कुराहरू, राम्रो समाचार सुनेर देखेको खुसी? नो, बिल्कुलै हुन सक्दैन। देशमा भइरहेको अशान्ति, देशमा धार्मिक युद्ध, जातीय युद्ध, समाज भड्काउने, हरेक कामबाट देशलाई तसनस बनाउने र यो सत्ता ढाल्ने फोहोरी राजनीति गर्नेहरूको अनुहार हुन सक्छ। देशमा यत्रो तसनस विध्वंस भइरहेको छ, तर उहाँहरूको प्रतिपक्षहरूको छुट्टै मुस्कान छ। तर उहाँहरू दुखी हुनुहुन्न, खुसी हुनुहुन्छ। दुखी हुनुहुन्थ्यो भने देशमा भइरहेको यो अशान्तिलाई कसरी साम्य बनाउने, सरकारलाई कसरी साथ दिने, त्यहाँका टोल समाज र त्यो ठाउँ क्षेत्रमा गएर कसरी यो भाँडभैलो रोक्ने, त्यो प्रति दुःख हुनुपर्ने। तर यो मुस्कानले खुसी व्यक्त गरिरहेको छ। यो सरकारलाई हामीले लडाउने भयौँ, यो सरकारलाई असफल बनाउने भयौँ। सरकार असफल हुनु भनेको तपाईँहरू पनि असफल हुनुभयो। तपाईँहरू सफल हुनु नै सरकार पनि सफल हुनु हो। तर तपाईँहरूले यो बुझ्नु भएन। कुर्सी र राजनीतिकको मोहले तपाईँहरूलाई यतिसम्म थिचेको छ, यतिसम्म गाँजेको छ। देश र जनता के हो तपाईँहरूले बिर्सिसक्नु भएको छ। यतिसम्म पनि नजानुहोस् जुन तपाईँहरूको मुस्कान फेरि आँसुमा बदलिन नपरोस्। यो तपाईँहरूको मुस्कान छिट्टै आँसुमा बदलिनेछ। यो समय भनेको पापको भण्डा र पापको परिणाम छिट्टै देखिन्छ, क्षणभरमै देखिन्छ, आजको भोलि देखिन्छ। पहिलेको जस्तो वर्षौँ लाखौँ वर्ष होइन, तर तपाईँहरूको यो मुस्कानमा धेरै कुराहरू छुपेको छ। यो मुस्कानले तपाईँहरूलाई राम्रो झल्काइरहेको छैन, राम्रो सन्देश दिइरहेको छैन। यो तपाईँहरूको मुस्कानको पछाडि यो जातीय द्वन्द्व, धार्मिक द्वन्द्व देखिरहेको छ। तपाईँहरू प्रतिपक्ष हो भन्दैमा तपाईँहरूको मुस्कान राम्रो भएन मान्य जीवहरू। तपाईँहरूलाई जनताले हेरिरहेको छ। जनता र देश भाँडेर तपाईँहरू कहिले पनि सफल हुनुहुन्न। यो कुरा याद राख्नुहोस्।